सिरी अब त करिश्मा आऊ रात पाइन भयो अब यहाँ रात अनि यता यहाँ चाहिँ अबिर लाउँदैछन् अङ्खारामा सबै कुरो जाने भन्नुपर्छ नकुल्टै खाएको हो त्यो अङ्खारहरू सबै कुल्टे खानै पोखिएर त्यो पानी खाने कप लिन जानु लागेको गाइज मेरो कपाल तिक्लो छ हाम्रो यहाँ प्यारो भाइ छन् होइन हामी यस्तै हल्लिँदै हिँड्छौँ हाम्रो अगाडि गाडी आइसकेको छ ब्रान्ड न्यूमा पण्डित बाजे नि छन् पछाडि गाइज हेर्नुहोस् है पण्डित बाजे ओ हेलो आन्टी अङ्कल हाम्रो डल्ले हजुरबा के छ हाम्रो लाउडे हजुरबा होइन लाउडे हजुरबा अनि चाउरे चाउरे लाउडे भन्नु पर्यो हिजो हामीले कहाँ कार छोडेर आएको रे ढोका लंबोदर भगवान को गजानन भगवान को संकट मोचन भगवान को ल गणेश मा लम चढाइदिनु पर्यो सबैले फुल चढाइदिनु गणेश मा बत्तीलाई कोही नपुगेको रोटी सबै दाग निन दुवसले गरेर बोध आएर श्रीमा आश्विन हव्या जुहा जुहोदना ओम स्वाम कर्मय तदवासकारा स्वाम कर्मय स्वाम कासा सर्वतः लमायो एउटा जुनाले छोड्दिनुहोस् नानी नि अरे माथि र यसरी अरे हे अमय त्यो जुना समाज माथि र भएन माथि भनेको ए मेरो माइजो यसरी हो यसरी यस्तो गर्नु अलि माथि ध्यान पछि माथि जानु त यदि अलि नै भएन अलि नै त यसो गर्नु न यसरी मावले नि यसो पाउनु ठिकै छ ओम मै गणायनि गोराय सुराय सुरायमा सुविदे सुविद्याय मामदेव सदं ताम कर्मसुदे मरोवल सदनाम कर्म अपामते लरानो एवरानो सोह्र पल्ट पूजा गर्नु
क्यामेरा अगाडि मात्तिन्छे खनाइदिने हेर नि यो बस ल यो हेर न बाटो ल म छैन ल हाम्रो कान्छीले के भन्नु केटी नातिनीहरू होला नि नाति मलाई यस्तो पूजाहरू कतै जानु पर्यो भने यस्तो भोक लाग्छ होला छिन लाउँछ बिहान दिनु हिजो नि भात खाएँ नि हिजोको 11 बजी भात खाएको त्यहाँ भातै खाएन ईशान्य नमो ओम नमो भगवते विष्णु सर्वदात्मने वासुदेवाय सर्वदात्मने गाय नमः पूजा गरिरहनु छ है हात यसो गर्नु पाएन यसो गर्दै पूजा गरिरहनु त्यसरी चौथीले पूजा गरेको एकदमै राम्रो ओम लक्ष्मी नमः सर्वदेव नमः हरि गुरुताय नमः हरि गुरुताय नमः नमः सूर्याय नमः गाय नमः शिवाय नमः शिवाय नमः लक्ष्मीनाय नमः ओम ईशाय नमः ओम अग्ने अग्ने नमः ओम यमाय नमः ओम नित्य नमः ओम वरुणाय नमः वायवे नमः ओम कपिलाय नमः ईशानाय नमः ओम ब्रह्मणे नमः अनन्ताय नमः ओम नन्दाय नमः कृष्णाय नमः बलाय नमः प्रभाय नमः जय नमः विजय नमः सुजलाय पुरन्दराय नमः त्यो बिचको शालिग्राम छोडिदिनु पर्यो ओम मनुष्य देवता माय जगत देवमिया नवरा गुरुसमेत जय जगन्नाथ विष्णु वासुदेव नाम पादेका शालिग्राम छोडिदिनु पर्यो ल भयो जल घुमाइदिनुहोस् ओम शास्त्र जगा प्रभास राजा शास्त्र भाता सबो मेगो सर्वदा सुराज सान गोलाम अर्घ घुमाइदिनुहोस् अर्घ भाइ घुमाइदिनुहोस् ओम सेवा एउटा फुल ओम जगन्नाथ देवा जगन्नाथ भगवन्तो राजी राजा कृष्ण नमः सरस्वती पर्वतो जल ओ ददराज राजा विमसुरातो अतिसुंदर सोना लोकरा पंचामृत ओम पंचना देहासन जय बाबा मारी तो शुद्ध जल ओम सुबाला सुबाला देहा साधन बेटा सुंदर राय भले में सेवा बरोबर मार्जन फेरे पंचामृत ओम जय जय फेरे शुद्ध जल तो पंचामृत नहीं हो शुद्ध जल ओम शुद्धबाला सुबारोमण का सासुना स्वेदा निजय जय गाना जमादार रोदार बरोबा पर जय लमजा पात्रा ओम सीतावार संग्राम जय रखन देहा गंधर्व और शांति ओम नमो भगवते वासुदेवाय शिवाय नमः शिवाय ओम नमो भगवते वासुदेवाय शिवाय नमः शिवाय ओम नमो भगवते वासुदेवाय
अरे 84 को पूजा लाउला प्रसाद बाणी खाउला 84 को पूजा लाउला प्रसाद बाणी खाउला भजन कीर्तन गरौँ भक्त मरेपछि वैकुण्ठ धाम जाउँला पूजा गर्नु रामको श्री बाबामाको पूजा गर्नु रामको श्री बाबामा नाच्न पनि छैन गाउने छैन कसरी भजन फुर्छ ए ठुलै रोग लाग्यो भने के गर्छ र धानले ठुलै रोग लाग्यो भने के गर्छ र धानले भजनमा नाच्यौ भने हामी शान्ति पाउँछ मनले पूजा गर्नु रामको सेवा बाबामाको पूजा गर्नु
यो भएन है मागल भैयाले आफ्नै तालमा यो छ हेर्ने छोड्न छोड्ने त्यहाँ घुमेर नाच्नु पर्छ यता हेर्न पर्यो नि हैन घुम्दियो ठिक छ त एउटा भजन गाउँ भने है बगिरहने भजन पूजा पहिला जल लिएर घुम्न पर्यो भगवतीको लगाइदिन्छु नि है ओम ब्रह्म मुरारे नमस्कारे वासुदेव ल माइज आउनु पर्यो अब प्रसाद नआइकन कति जान पाइएन है भने बाजुमा निकालेर आएन त बान्ने है ओम शान्ति रक्षो बिहारे दो लाउनु रक्षाबन्धन भोलि लाउनु छ दाइ अब हजुर आउनुहोस् एकजना लाजी पर्दैन भेल लगाइदिनु होला है ओम यहाँ राखिदिनु भाइ नम्बरमा फोन गर लिएर आउनु पर्थ्यो मान्छे ए भोलि बिहान दिनुपर्छ है यता 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 मामा काम मैले गरिदिएको है अहिले सन्तान छ नानो तिमी बाबु ठुलो मान्छे बस्छ होला यसमा चाहिँ सानसानो अझ रोटी बनाइदिने भोलि हुन्छ नि काँडा कुण्डा लाउँदाखेरि त्यहाँ रोटी पनि झुन्डाइदिने गरिदिने अझ राम्रो हुन्छ है बिचरा त्यही टाउमा झुन्डाइदिने बाबु नक्कल चाहिँ किन चोले तो बड़ी बात हो किधर रहता
उडा त्यो लिएर उडा तिमीले खाने आइ त फेरि खस्यो भने खस्यो अब तिमीले के गर्नु होला है बुझ्यौ नि त्यसलाई जुटिका भन्छ बुझ्नुभयो यस्तै छोरा मान्छेको सबैभन्दा ठुलो संस्कार हो रोटी नभएर मलाई अङ्गुर राखेको के सानो रोटी नभएर ओम ब्रह्मणे नमः ओम विष्णवे नमः ओम प्रजापतये नमः खाट र कुर्सीमा बस्न पाइएन है एउटा विषय ध्यान देऊ आफै खस्यो भने खस्यो तर आफूले खस्न पाइएन है बस्न हुन्न सुत्न हुन्न भन्थ्यो फेरि उ त खाटमा गएर बस्दिसक्यो कन्टिन्यू हाल्नु पर्यो नि काम गर्नु यता हाल कोचीमा हाल छिटो लाउन पाइन्न यो धप्पा पासकोमा यस्तै हो हाम्रो डाइट एक्टिङ बस्दै हो खाए ल भन् दुइटै मेरो कोठामा कोका चक्कर सुतेका